के तपाईहरुलाई पनि आइपिओ परेको छ तर तपाईहरु कसरी बेच्ने यही कुरा सोच्दै हुनुहुन्छ भने अब तपाईले चिन्ता लिनु पर्दैन, किनभने यस भिडियोको माध्यमबाट तपाईलाई हामी आफ्नै मोबाइलबाट तपाईको आफ्नो मोबाइलबाट तपाई कसरी शेयर बेच्न सक्छौ त्यो कुराको हामी स्टेप बाइ स्टेप गाइड गर्छौं अनि हामी आफै एउटा लाइभ शेयरलाई गरेर हेराउँछौं कि तपाईले कसरी हेर्न सक्छौ, किनभने यो हाम्रो भिडियो बनाउनको अर्थ नै यही हो कि हामी जति बिगिनर हाम्रो शेयर मार्केटमा आउनु भएको छ जससँग आइपिओ छ त्यसले बेच्न नसकेकोले हामी के गर्न सक्छौं कि यो भिडियोको माध्यमबाट तपाईलाई हेरेर तपाईहरु हेरेर यो शेयरलाई आफ्नो भएको शेयरलाई बेच्न सक्नु हुनुहुन्छ। किनभने कि तपाईको पोर्टफोलियोमा भएको शेयरको के हुन्छ कि प्राइस तल माथि भइरहेका हुन्छ, तपाईहरु के सोच्नुहुन्छ कि मेरो शेयरको प्राइस माथि छ हामी त्यो बेला बेच्ने हो, बढेको छ बेच्ने हो तर बेच्नै आउँदैन त भने हामीले के हुन सक्छ केही दिनमा फेरि शेयरको प्राइस तल झर्न सक्छ। तर अब हेर्नु सबैभन्दा पहिला हामीलाई शेयर बेच्नु अगाडि हामीसँग के हुनु पर्यो ब्रोकर एकाउन्ट हुनु पर्यो। अब जुन पनि तपाईको कम्पनीबाट तपाईको ब्रोकर एकाउन्ट छ तपाई त्यो कम्पनीबाट ब्रोकर एकाउन्टको आइडी पासवर्ड तपाईसँग हुनु पर्यो। जस्तै कि मेरो केसमा ब्रोकर नम्बर 58 को आइडी पासवर्ड हामीसँग छ जुन कि हामी मोबाइल एप जुन कि नासा एक्स को माध्यमबाट हामी के गर्न सक्छौं बेच्न सक्छौं। तर अब यो कसरी बेच्ने अनि यसको बारेमा हामी अब सिधै जान्छौं आफ्नो मोबाइल स्क्रिनमा गएपछि हामी स्टेप बाइ स्टेप हामी के गर्छौं हेर्छौं कि मोबाइलबाट हामी शेयर कसरी बेच्न सक्छौं। भन्दा पहिला हामी आयो आफ्नो मोबाइल स्क्रिनमा आएपछि जस्तै कि हामी हेर्न सक्छौं कि हामी नासा सिक्युरिटीबाट के गरेका छौं हामी आफ्नो ब्रोकर एकाउन्ट खोलेका छौं भने हाम्रो यहाँ नासा एक्स आएको छ। यो एप्लिकेसन तपाई प्ले स्टोरबाट पनि डाउनलोड गर्न सक्नुहुन्छ। जस्तै कि तपाई यहाँ प्ले स्टोरमा खोल्नु होला अनि यहाँबाट सर्चमा टाइप गर्नु होला नासा एक्स NAASA नासा एक्स यसरी तपाई गरेर यहाँबाट इन्स्टल गर्नु होला। तपाईको इन्स्टल गरेपछि तपाईको यसरी यहाँ तपाईको यसको इन्टरफेस आइहाल्छ। हामी यहाँबाट के गर्ने कि तपाई आफ्नो इमेल राख्नु होला अनि पासपोर्ट राख्नु होला। ठीक छ, जुन तपाई इमेलबाट तपाई ब्रोकर एकाउन्ट खोल्नु भएको छ त्यो इमेल राख्नु होला अनि पासपोर्ट राख्नु होला। पासपोर्ट छैन भने हामी सिम्पली यहाँबाट फर्गेट गर्न सक्छौं। जस्तै कि हामी यहाँ इमेल पासपोर्ट राखेर हामी के गर्न सक्छौं हामी लगइन गरिरहेका छौं। यहाँ सिम्पली लगइन गरेपछि हाम्रो केही यस्तो इन्टरफेस आउँछ जस्तै कि हामी हेर्न सक्छौं। त हामी अब हेर्छौं कि हामीसँग कतिवटा शेयर छ। जस्तै कि हामी होल्डिङमा हामी गएर हेर्छौं भने हामी हेर्न यहाँ सक्न सक्छौं कि हाम्रो यहाँ छ RLEL को हाम्रो के छ यसको सिम्बल छ अनि यो शेयर छ हाम्रो। यो शेयरलाई हामीले के गर्नु छ बेच्नु छ। ठीक छ, त हामी सबैभन्दा पहिला यहाँ हेर्न सक्नुहुन्छ कि यहाँ बाइ सेल लेखेको छ बटममा। यहाँ बटममा हामी के गर्ने क्लिक गरेपछि अब हामी यहाँ के गर्छौं कि यहाँबाट हामी हेर्नुस् यहाँ दुईटा मोड दिएको छ, एउटा दिएको छ बाइ अनि दिएको छ सेल। र अब यसको हामी सबैभन्दा पहिला हामी सिम्बलमा क्लिक गर्छौं। जस्तै कि हाम्रो के थियो केसमा RLEL। ठीक छ, अनि यसपछि हामी इन्टर गर्छौं। ठीक छ, यसपछि हामी सिलेक्ट गरेपछि हाम्रो यहाँ हेर्न सक्छौं कि हाम्रो अहिले यो 1072 रुपैयाँमा के गरिरहेको छ अहिले चलिरहेको छ जुन कि हामी यहाँ हेर्न पनि सक्छौं। यो तपाईको 1075 मा के दिएको छ यहाँ सेल गर्न खोजिरहेको छ तर बायर कतिमा छ तपाईको 1072 मा। आज हामी यहाँ दिनको हेर्न सक्छौं कि यो दिनको हाईएस्ट कति थियो 1095। ठीक छ, तर हामी यसलाई के गर्नु छ हामीलाई बेच्नु छ। त बेच्नु छ भने हामी सिम्पली सेलमा क्लिक गर्छौं। ठीक छ, सेलमा क्लिक गरेपछि जस्तै कि अब यहाँ हामी कति क्वान्टिटी बेच्छौं हामी शेयरबाट। ठीक छ, तर यहाँ मिनिमम तपाईको 10 के हुनु पर्यो क्वान्टिटी हुनु पर्यो बेच्नको लागि। त हामी यहाँबाट के गर्ने 10 लाई के गर्ने घिच्ने अनि यहाँबाट हामी प्राइस सेट गर्न सक्छौं। यहाँ हेर्नु सबैभन्दा लोएस्ट प्राइस हामी 1040 राख्छौं अनि हाईएस्ट 1104 रुपैयाँसम्म राख्न सक्छौं। जस्तै मानौ कि हामी यसमा के गरिदिए कि मलाई यतिमा बेच्नु छैन मैले गर्यो कि मलाई होइन अब 1100 रुपैयाँ हुन्छ भने मेरो सेल के हुन्छ कि शेयर सेल हुन्छ नत्र हुँदैन। त त्यसको लागि हामी के गर्छौं कि हामी यहाँ 1100 मा के गर्छौं यहाँ टाइप गर्छौं। ठीक छ, त हामी एक किताको यहाँ टाइप गर्छौं 1100। ठीक छ, अनि यहाँबाट हामी के गरिदिन्छौं सेल अर्डरमा लगाइदिन्छौं। यहाँ स्टेट टोटल हाम्रो हेर्न सक्नुहुन्छ कि 11000 रुपैयाँ आइसकेको छ। जस्तै कि हामी यहाँबाट सेलमा क्लिक गर्छौं। ठीक छ, त हामी यहाँबाट के गर्छौं ओके। ठीक छ, अब यो हाम्रो के भयो अर्डर लागिसक्यो। तर अब यसको हामी अर्डरमा के हुन्छ कि अहिले एक्जिक्युट हुँदैन किनभने यहाँ के छ अहिले 1072 मा चलिरहेको छ। अब हामी हेर्छौं कि हाम्रो सेल भयो कि भएन। त हामी यहाँ माथि नै हेर्न सक्छौं ट्रेडको बगलमा लेखेको छ अर्डर बुकमा क्लिक गर्ने अनि अब यहाँ हेर्नुस् हाम्रो यहाँ के दिएको छ ओपन, यानी यो सेल अहिले भएको छैन। ठीक छ, अब मानौ कि तपाईले डेमा गर्नुहुन्छ भने तपाईको यो 3 बज्छ भने तपाईको यो के भइहाल्छ तपाईको यो खतम भइहाल्छ। ठीक छ, यसमा हामीले केही गर्नु पर्दैन आफै यो क्यान्सल भइहाल्छ। तर हामीले मानौ कि अब होइन मलाई 1100 मा बेच्नु छैन मलाई अब यसको के गर्नु छ प्राइस हामी
कम बेसी के गर्नु छ तल माथि गर्नु छ। त्यसको लागि फेरि हामी यहाँ क्लिक गर्ने, मोडिफाईमा क्लिक गर्ने। मोडिफाईमा क्लिक गर्छौँ भने फेरि हामी यहाँ मोडिफाईमा आइहाल्छौँ। जस्तै कि हामी यहाँ बेच्न खोजिरहेका छौँ, जस्तै कि हामी पनि के गर्छौँ कि यहाँ के दिएको छ 1072, म चाहन्छु 1072.60 पैसा, ठिक छ। तर हामी कतिमा बेच्छौँ, हामी 1075 यहाँ सेल छ, म पनि के गरिदिन्छु कि 1075 लगाइदिन्छु। 1075 आयो भने सेल हाम्रो भइहाल्छ। त हामी यहाँबाट के गर्छौँ कि यसलाई अब हामी के गर्ने, सबै प्राइजलाई के थियो कि हामी हटाउने अनि 1 0 अनि यसमा 73 दिएको छ, 73 मा पनि आइसक्यो। हामी पनि के गरिदिन्छौँ 73 नै राख्छौँ, ठिक छ। हामी 73 मा नै बेच्न खोज्छौँ। ल त हामी 1.73, ठिक छ, या सरी 10.73 गरिदिए, ठिक छ। 73 यहाँ भयो, होइन 75 गर्छु। ल 75 गरे, ठिक छ। हामी 75 मा के गर्यो, सेलमा हामी लगाउँछौँ। यसलाई हामी फेरि के गरिदिन्छौँ, मोडिफाईमा क्लिक गरिदिन्छौँ अनि ओके। अब हेर्नु, अब हामी यसमा फेरि हेर्छौँ। जस्तै कि हामी सेल भयो, के हो, अर्डरमा क्लिक गर्ने, यहाँ भयो हाम्रो, यहाँ हेर्नुहोस् यो ट्रेड भयो हाम्रो, के भयो, यो सेल भयो। यानि 1075 मा सेल भयो, यानि हाम्रो टोटल पैसा के आयो, 10,750 रुपियाँ, ठिक छ। त अब हामी यहाँ हेर्न सक्छौँ स्टेटसमा हाम्रो के लेखेको छ, ट्रेड। त यसरी नै हामी के गर्न सक्छौँ कि सिम्पल तरिकाबाट के गर्न सक्छौँ, हामी सेयरलाई बेच्न सक्छौँ। मोबाइलबाट बेच्ने हो भने हामी यसैको माध्यमबाट के गर्न सक्छौँ, बेच्न सक्छौँ। भिडियोको त माध्यमबाट हामी के गर्छौँ कि सेयर बेच्न सक्छौँ। तर के हुन्छ कि सेयर बेचेर मात्र पुग्दैन, के गर्नुपर्छ, सेयरलाई पनि ट्रान्सफर गर्नुपर्छ। त्यसलाई हामी भन्छौँ माई इडिएस, ठिक छ। जुन कि हामी आज सेयर बेच्यौँ भने हामी भोलिपट्टि के गर्नुपर्छ, इडिएस गर्नुपर्छ, नत्र 20% सम्म तपाईँलाई के लाग्न सक्छ, फाइन लाग्न सक्छ। तपाईँले चाहनुहुन्छ कि माई इडिएस कसरी गर्नु होला, त यो भिडियोलाई हामी के गर्नु होला, भिडियोमा कमेन्ट गर्नु होला अनि भिडियो राम्रो लाग्यो भने लाइक गर्नु होला। अहिलेसम्म तपाईँले हाम्रो च्यानललाई सब्स्क्राइब गर्नुभएको छैन भने च्यानललाई पनि सब्स्क्राइब गर्नु होला, किनभने कि भोलिपट्टि हामी यो भिडियो इडिएस सेयर ट्रान्सफरको भिडियो हामी राख्छौँ भने तपाईँसँग नोटिफिकेसन गइहाल्छ, तपाईँ पनि छिटो हेर्न सक्नुहुन्छ। ल अब मिल्छौँ हामी अर्को एउटा भिडियोमा।